पानी परेको बेला प्राय मलाई विश्व प्रसिद्ध महान व्यक्ति हास्य कलाकार चार्ली च्याप्लिनको भनाइ याद आउँछ। मैले सुने अनुसार उहाँलाई फिल्ममा बोलेर हँसाउन पनि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको बावजुद पनि उहाँले नबोली हँसाउन बाध्य हुनुहुन्थ्यो। उहाँको एक चर्चित इन्टरभ्यूमा मौसम सम्बन्धी सोधिएको प्रश्नमा तपाईलाई कुन मौसम मनपर्छ भन्दा उहाँ भन्नुहुन्छ मलाई पानी परेको मौसम एकदमै मनपर्छ। किन मनपर्छ तपाईलाई पानी परेको मौसम भनेर सोध्दा चार्ली च्याप्लिन भन्नुहुन्छ मलाई पानी परेको मौसम किन मनपर्छ भन्दा पानी पर्दाखेरि म रोएको, मेरो आँसु खसेको कसैले देख्दैन, त्यसैले मलाई पानी परेको मौसम एकदमै मनपर्छ भन्नुभयो। तपाईलाई थाहा छ किन चार्ली च्याप्लिनलाई फिल्ममा बोलेर हँसाउन प्रतिबन्ध लगाएको थियो? यदि थाहा छ भने कमेन्ट गर्नुहोला र थाहा छैन भने यो भिडियो साथीलाई सेयर गरेर सोध्नुहोला। धन्यवाद।